एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा, कति फरक पार्छ त यो फिल्म हेरेपछि थाहा हुनेवाला छ। लभ स्टोरीज त धेरै हेरियो, तर यतिसम्म अथेन्टिक लभ स्टोरी फिल्म नेपालमा पनि बन्छ सोचेको थिइनँ। म कुरा गर्दैछु नवीन चौहान डाइरेक्टेड भर्खरै रिलिज भएको नेपाली फिल्म उनको स्वेटरको। टिजर हेरेर जति खुसी भएको थिएँ, फिल्म हेरेपछि त्यति नै स्याड भएँ म। फिल्म नराम्रो भएर होइन कि कता कता स्टोरी मेरै बारेमा हो कि जस्तो फिल भयो, र फिल्म हेरेपछि धेरैलाई यस्तै फिल हुनेवाला छ। फिल्ममा हामी विपिन कार्कीको क्यारेक्टरलाई फलो गर्छौं, जो अहिले अलि बुढो भइसक्यो तर अहिलेसम्म उसले बिहे गरेको छैन, र यो कुरा हामीलाई फिल्मको स्टार्टमै भनिन्छ। अब हामी उसको विगतमा जान्छौं अनि मिरुना मगरको क्यारेक्टर इन्ट्रोड्युस हुन्छ। त्यसपछि उनीहरू दुई बीच के कस्तो सम्बन्ध थियो, दुईजनाको लभ स्टोरी र कन्फ्लिक्ट देखाइन्छ, जुन तपाईले फिल्म हेरेपछि सबै बुझ्नुहुन्छ। र फिल्म एकदमै राम्रो अनि मिठो बनेको छ। फिल्मले तपाईलाई हँसाउँछ, राम्ररी नै हँसाउँछ, अलिअलि तर्साउँछ पनि, र मोर इम्पोर्टेन्टली फिल्मले तपाईलाई रुवाउँछ, र कसैलाई त नराम्ररी नै रुवाउनेवाला छ। यसको एन्डिङ एकदमै पर्फेक्ट छ, लाइक पर्फेक्ट एउटा नोभेल पढे जस्तो, कविता लेखे जस्तो, एकदमै पोएटिक। र नवीन चौहान ज्यूको चाहिँ यो फर्स्ट डाइरेक्टोरियल डेब्यू फिल्म हो, र फर्स्ट फिल्म नै यति राम्रो बनाउनु इज अ ग्रेट थिङ। ओभरअल म फिल्मलाई रेट गर्छु 7 आउट अफ 10 स्टार। यदि तपाईले हेरिसक्नु भएको भए तपाईलाई फिल्म कस्तो लाग्यो कमेन्ट गर्नु होला।